गुड मर्निङ सबै साथीहरूमा। म चाहिँ साथीहरू बिहान बिहान भिडियो बनाउँदैछु है। पछाडिको क्यामेराबाट आज भिडियो सुट गर्दैछु। अनि म चाहिँ यसो तलतिर जाँदैछु। किन भन्दाखेरि यसो राउन्ड मार्नु पऱ्यो, एक राउन्ड देखाउनु पऱ्यो भनेर है। अनि यहाँ मुनि चाहिँ हिजो मैले त्यहाँ बिल्लीका बच्चाहरू, भर्खर बिहाको बच्चाहरू देखेको थियो है। हेर्दै 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 जाँदैछु है, त्यहाँ छ कि छैन। माउले सारिसक्यो कि त्यही छ कि थाहा छैन है। अस्ति बच्चा देखेको मैले, हिजो छोडेर अस्तिको दिन के कस्तो अवस्थामा छ हेर्नु पर्यो है। गाडीहरू राखेको छ यहाँ त्यतिर टनाटन टनाटन तरिकाले। बिरालोको बच्चालाई एकपल्ट हेर्नु पर्यो, के कस्तो अवस्था रहेछ। ए रहेछ रहेछ वहाँनिर माउ पनि सँगै बसेर छ है। डराउँछ फेरि म गएपछि फेरि डराउँछ नि त साथीहरू। लगेर त माउ र साथी माउसँग बसेर छ है। के मजाले टक्कसँगले दुध खुवाइरहेको छ है। त्यो पहिलो बेत्ते जस्तो लाग्दैछ है। डराउँदो छ क्या माउ। हेर्नु त मजासँगले बसेको छ बिरालोले। अब म यहाँबाट गएँ भागिहाल्छ हेर्नुहोस् है। बच्चाहरूसँग बसेको छ, अलि अँध्यारो अँध्यारो छ होइन। भर्खर बिहाको छ। ल हेर्नु त 3-4 दिन जति कति भएको छ। यही देखाउनको लागि पनि म यसो आएको, देखाउनको लागि भन्दा पनि यसो घुम्दै आएको। अनि यहाँ चाहिँ के कस्तो रहेछ भनेर त्यो बिरालो अस्ति देखेको थिएन, छ कि छैन भनेर आएको है। रहेछ यहाँनिर। अब म चाहिँ यति देखाएँ है। जानु पर्यो। ल बसिरहेको छ, डराउँदैछ, आँखा फुकाल्दैछ। डर लाग्यो मलाई पनि, डराए जस्तो लाग्यो है। किनभने फेरि कहिले तरङ्ग भएर फेरि तर्क्यो भने होइन। यस्तो छ है। यो चाहिँ यसो एक चक्कर घुम्नु पऱ्यो भनेर निस्किएको म। मेरै आफ्नै काम गर्ने एरियातिर देखाएको है। त्यसको बेसमेन्टमा चाहिँ बच्चा थियो अस्ति। के कसो रहेछ भनेर चाहिँ देखाउनको लागि चाहिँ म चाहिँ घुमाइ पनि हुन्छ, देखाउनु पनि पऱ्यो भनेर आएको है। यस्तो छ साथीहरू है। बिरालोको बच्चा चाहिँ रहेछ छेउमा गइन अलिक परेबाट चाहिँ गएर हेरेँ के कस्तो रहेछ भनेर होइन। बिरालो देखेँ। अब म माथितिर फेरि जान्छु एक चक्कर, बाहिर दृश्य देखाउँछु है तपाईँहरूलाई। बिहान बिहान छ, 5 बजेको छ अहिले कतारको टाइम। एक चक्कर बाहिर देखाउँछु। अन्त भिडियो बन्द गर्छु है। जहाँ जहाँबाट हेर्नुहुन्छ भिडियोलाई लाइक कमेन्ट गर्नु होला, सेयर सब्सक्राइब पनि गर्नु होला है। यस्तो छ बाहिरी माहौल। बाहिरी माहौल चाहिँ यस्तो छ है। गर्मी बढेको छ है साथीहरू। हेर्नु पब्लिक बस मेरै अगाडिबाट गर्मी चाहिँ एकदमै बढेको छ है साथीहरू। खाडी मुलुकमा गर्मी एकदमै बढेको छ है। स्थिति गाह्रो गाह्रो छ अहिले त। यो चाहिँ बाहिरी माहौल हो। हेर्नुहोस् बाहिरी माहौल यस्तो छ। गर्मी बढ्न थाल्यो, बाहिर फेरि बस्न सकिँदैन। हेर्नु एकैछिन यो बाहिर यसो देखाउनको लागि मात्रै निस्किएको म है। अवस्था यस्तो छ। खाडी मुलुकमा अब गर्मी सबैतिर लास्ट गर्मी हुन्छ नि त गाइजहरू। 4 महिनाको लागि चाहिँ अब गाह्रो छ बाहिर घुम्न फिर्न है। ट्याक्कसँगले कोठामा जाने, खाना पकाएर खाने, एसी चलाएर सुतिहाल्ने हो। ड्युटी आउँदा पनि ढ्याक्कसँगले गाडीमा चढेर एसीमै आइन्छ। हेर्नु एसी छैन भने खतम छ।
गाडी उदेसी बिग्रियो अरे भने बिजोग हुन्छ, गाह्रो हुन्छ। त्यसले गर्दाखेरि एकदमै जटिल अवस्था छ आजभोलिको चाहिँ। आजभोलिकै अब 4-5 महिनाको लागि गर्मी। हावा त चलेकै छ त, हल्का तातै छ अहिले त है। अब स्टार्ट हुँदैछ भर्खरै, जुलाई त आज कति 7-8 तारिक कति भयो पनि। त्यसले गर्दाखेरि गाह्रो छ अवस्था, के गर्ने है। म चाहिँ बाहिरी माहौल देखाउँदैछु साथीहरू है। यस्तै छ, खाडी मुलुक है, उजाड छ। त्यहाँ लगाएको अलिअलि बिरुवा पनि सबै पाउल्याएर छ नि, त्यही बयरका बिरुवा। यस्तै छ बाहिरतिर, यस्तो छ यी माहौल, बाहिरी माहौल है। अब काम सकिन लागेको छ, हेर्नुहोस्। कोठातिर जाने बेला हुँदै छ। यतैतिरबाट भिडियो यसो जेनतेन सुट गर्दैछु। यस्तै छ माहौल साथीहरू है। भिडियो कन्टेन्ट छैन, भिडियो पनि चलिरहेको छैन, हेर्नुहोस्। अब भ्युज आउँदैन, तै पनि यसो जेनेतेने एक्टिभ राख्नको लागि पनि यसो भिडियो बनाउँदैछु। यही घुमफिर गर्दै है। जहाँबाट हेर्नुहुन्छ यसो भिडियोलाई लाइक कमेन्ट गर्नु होला, सेयर सब्सक्राइब पनि गरिदिनु होला। म तपाईँलाई फेरि यहाँदेखि एक चक्कर घुमाएर यतापट्टिको बाहिरी माहौल थोरै देखाउँछु है, अनि भिडियो एन्ड गर्छु। नेपालतिरका न्युजहरू खतरा सुनिँदैछन् साथीहरू है। के गर्ने, हाम्रो नेपालको कानुन दैव जानुन भन्छ होइन, त्यस्तो छ। ल साथीहरू, यो बाहिर दृश्य देखाउँछु तपाईँलाई अलिकति यहाँकोदेखि है। यहाँदेखिको बाहिर दृश्य यस्तो छ। गाडीहरू हाइवेमा टनाटन कुदेका छन्, हेर्नुहोस् है। यताबाट कोही बेकारी गाडी आइरहेछन्। उज्यालो भइसकेको छ। अचेल त फेरि यति छिटो उज्यालो हुन्छ नि बिहान। अनि झल्ल घाममै पुगिन्छ रुममा पनि, घाममै। बेलुका आउँदा पनि घाममै। दिन धेरै लामो भइसकेका छन्। यतापट्टि हाइवे साइड यस्तो छ है। मान्छेहरूको चलपल भइरहेको छ है, आउने जाने खर्चाखुजुक यस्तै छ। दोकानहरू छन् यता अगाडितिर है। माहौल यस्तै छ साथीहरू है। भिडियो अब छोटो मिठो भिडियो बनाएको छु, हेर्नुहोस्। अब भिडियो हेरेर त्यही भन्न चाहेँ फेरि लास्टमा, लाइक कमेन्ट सेयर गर्नु होला भन्दै अब मेरो भिडियो चाहिँ, आजको भिडियो यहीँ अन्त्य गर्छु साथीहरू है। फेरि नेक्स्ट भिडियोमा भेटौँला है त। बाई बाई, सी यू।